अगेन आज चाहिँ साथीहरू हामी चाहिँ घुम्नु भनेर चाहिँ निस्केको थियो होइन। हेर्नु न साथीहरू यति डेन्जर घाम लागिरहेछ होइन। हामी सबैजना वेटिङमा छ एक्चुअली चाहिँ होइन। क्याब बुक गरेको क्याब पर्खेको क्याबै आएको छैन साथीहरू। हाम्रो गरममा होइन पर्खाइको अवस्था चाहिँ यस्तो छ साथीहरू। हामी चाहिँ घुम्नु जाँदैछ, कुन जग्गा जान्छ कहाँ जान्छ म चाहिँ हजुरहरूलाई देखाउने छु ल। थाहा छैन होइन कहाँ जाँदैछ भनेर। अनि विशेष गरी चाहिँ आज चाहिँ लङ टाइम ब्याक चाहिँ म लङ भिडियो लिएर आइरहेको छु साथीहरू। सो कहाँ जान्छौँ कुन जग्गा जान्छौँ हजुरहरूलाई चाहिँ देखाउने छु ल। सो गाइस फाइनली चाहिँ हाम्रो यो अवस्था पुगिसकेको छ होइन। तर हामी चाहिँ यहाँनिर स्विमिङको लागि आएको थिएँ। तर त्यहाँनिर चाहिँ लेडिजहरूको लागि चाहिँ अलाउड छैन रहेछ अहिले चाहिँ हो। सायद नयाँ बनाउँदैछ होला त्यस्तै लाग्यो। मेलहरूको लागि जेन्ट्सहरूको लागि मात्रै अलाउड भएको कारणले गर्दा चाहिँ यस्तो गरममा साथीहरू यो अवस्था भइरहेछ हाम्रो चाहिँ हो। अब चाहिँ थाहा छैन अब कता गइ हुन्छ के हुन्छ हो। सायद अब मेरिना ब्रिज घुमेर चाहिँ घर जाला जस्तो भइरहेछ साथीहरू है। खासमा चाहिँ यो दुईजना हो है गाइस उमाल्ने चाहिँ हामीलाई चाहिँ जानुपर्छ यस्तो त्यस्तो भन्ने। तर दुईजना सेलिरहेको छ अहिले चाहिँ यस्तै छ गाइस। यति डेन्जर गरम छ अहिले चाहिँ हो। अहिले कहाँ जान्छौँ म नेक्स्ट भिडियोमा हजुरहरूलाई देखाउने छु ल साथीहरू। सो गाइस होइन फाइनली चाहिँ अब हामी चाहिँ आउनु पऱ्यो ब्रिजमै होइन। किनभने चाहिँ उता स्विमिङ पुल चाहिँ बन्द भएको कारणले गर्दाखेरि अब कहाँ जाने भन्ने भयो होइन। अब आइ त हाल्यो किन भिजिट नगर्ने मेरिना ब्रिज होइन होइन जय अनि यो हेर्नु न बोलुवामा गाडिएर साँच्चीकै राजस्थानको मरुभूमि नै होला यो चाहिँ होइन गाइस। अब साला त्यहाँनिर पनि जानु नपाउने अरे। चेन्नईको गरमको मजा लिँदै है गरमको मजा लिँदै हामी बिचतर्फ गइरहेको छौँ। अब गएर बिचमा यो गरमको इफेक्ट चाहिँ भोलिको दिनमा छाला उकिँदा मात्रै थाहा हुन्छ गाइस होइन। अहिले चाहिँ यस्तो मजाले हिँडिरहेछ बलुवामा होइन। अब भोलि मात्रै थाहा हुन्छ एसीमा बसेपछि चाहिँ कसरी छाला उकिन्छ भन्ने कुरा हो। हाम्रो लक्ष्मी नाना चाहिँ यहाँनिर सिरियस भइरहेछ गाइस। अब चाहिँ म हिँड्नु सक्दैन यस्तै भयो साथीहरू। के सोचेर आएको थियो के भयो भयो होइन गीतै छ। के सोचे त्यो जिन्दगीमा के भयो भनेको जस्तै है। आज चाहिँ यस्तै भयो हाम्रो भिडियोहरू पनि। अब चाहिँ फाइनली म तपाईँहरूलाई चाहिँ मेरिना ब्रिज देखाउने छु ल साथीहरू। जाँदैछौँ अझै निकै छ हिँड्नुपर्ने किनभने चाहिँ यो बलुवामा चाहिँ खुट्टा गाडिएर चाहिँ हिँड्नु सकेको छैन। तर यो एक्चुअली चाहिँ मैले यहाँनिरको भिडियो चाहिँ पहिले हालेको थिएँ। तर के भयो भने कपिराइट आएर चाहिँ त्यो भिडियोलाई चाहिँ रिमुभ गर्नु पर्यो होइन। सायद युट्युबले नै निकालिदियो होला के म्युजिकहरू लाउँदाखेरि चाहिँ कपिराइट आएछ हो। अनि आज चाहिँ म चाहिँ हजुरहरूलाई चाहिँ एकदम क्लियरसँगले यहाँको मेरिना ब्रिज चाहिँ म देखाउने छु ल साथीहरू। साथीहरू अहिले चाहिँ फाइनली हामी चाहिँ ब्रिजमा आइपुगेको छ होइन। हेर्नु सक्नुहुन्छ यहाँको समुद्र मेरिना ब्रिज चाहिँ यति ठुलो समुद्र छ गाइस होइन। सबैजना यहाँ पानी खेल्नेहरू घुम्नेहरू यत्तिकै क्राउड भइबस्छ यहाँनिर चाहिँ एनी टाइम। जानु हुँदैन नाना पानीमा जानु म भिडियो गर्दैछु। जानु न अलिक पनि चप्पल खोलेर जानु न। नाना चाहिँ पानीमा जानु हुँदैछ साथीहरू। म जान्छु तर जुत्ता लगाएको छु म त के गर्नु भयो त। सो साथीहरू यहाँनिर चाहिँ यस्तै छ तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब चाहिँ सायद भिडियो पनि अन्तिममै पुगेको जस्तो हुँदैछ मेरो होइन।
मेरो फुल भिडियो चाहिँ हजुरहरूले युट्युबमा चेकआउट गर्न सक्नुहुन्छ किनभने मैले फेसबुकमा मेरो युट्युबको लिङ्क राखेको छु साथीहरू होइन म पुरा भिडियो चाहिँ म युट्युबमा लाउने छु र आधी भिडियो चाहिँ सायद मेरो फेसबुकमै हुन्छ यदि तपाईँहरूले पुरा भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युबलाई पनि चेकआउट गर्नु सक्नुहुन्छ साथीहरू अनि मन पऱ्यो भने सब्सक्राइब गर्नु लाइक कमेन्ट गर्नु चाहिँ नभुलिदिनु होला भन्न चाहन्छु साथीहरू हिरोनीहरू चाहिँ फोटो खिच्दा भर्खर आइसकेको छ साथीहरू यहाँ सो अहिले चाहिँ फाइनली हामी चाहिँ ब्रिजबाट चाहिँ निस्किसकेको छ साथीहरू अब चाहिँ हामी घर जानुपर्ने हुन्छ किनभने टाइम पनि धेरै बितिसक्यो है अलरेडी कति 7 बज्न आँटिसकेको छ साथीहरू धेरै टाइम पनि गइसकिसक्यो अनि लास्टमा चाहिँ यहाँ बहिनीहरू चाहिँ भेट्न आएको रहेछ होइन नानाहरूलाई भेट्न आएको रहेछ है भन्नु अन्त त्यही भएर चाहिँ अब चाहिँ हामी चाहिँ सबैजना छुट्टिनु पर्ने हुन्छ साथीहरू सबैजनालाई अब चाहिँ बाई बाई अब चाहिँ हामी घर जाने है अब चाहिँ अटो बुक गरेर चाहिँ अब हामी चाहिँ रुम जानुपर्छ साथीहरू अनि मेरो भिडियो चाहिँ एन्डसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु है अनि मेरो युट्युबलाई पनि चेकआउट गरिदिनु होला साथीहरू सब्सक्राइब गरिदिनु होला भन्ने आशा राख्दै अहिलेको लागि चाहिँ यति नै साथीहरू फेरि पनि नेक्स्ट भिडियो नेक्स्ट ब्लग नेक्स्ट डे फेरि पनि हजुरहरूको सामने उपस्थित हुने नै छु अहिलेको लागि चाहिँ सबैजनालाई बाई भन्न चाहन्छु अनि सबैजना मस्त रहनु होला व्यस्त रहनु होला सबैजना खुसी रहनु होला भन्न चाहन्छु सबैजनालाई बाई साथीहरू सी यु अन द नेक्स्ट भिडियोज